गाइस, हजुरहरूलाई पनि यसरी मनी प्लान्ट माटोमा रोप्दाखेरि मरिरहेको छ भने चाहिँ यसरी पानीमा रोप्नु। मैले ल्याउँदाखेरि चाहिँ जम्मा 2-3टा मात्रै पात थियो यो। अनि मैले चाहिँ माटोमा रोप्दाखेरि भएन। त्यसपछि चाहिँ मैले टिकटकतिर देखेको थिएँ कि यस्तो पानीमा हाल्दाखेरि चाहिँ मनी प्लान्ट राम्रो हुन्छ भनेर मैले चाहिँ नि पानीमा हालेँ। चाहिँ यति राम्रो यस्तो कालो कालो पात भएर एकदम फैलिएर आएको छ क्या। अनि यो माटोमा रोप्दाखेरि चाहिँ एकदम मर्ने न अब राम्रोसँग नबढ्ने। त्यही भएर चाहिँ मैले यसलाई पानीमा राख्दा चाहिँ कस्तो राम्रो भएको छ। हेर्नु अब अर्को इन्डोर प्लान्टलाई चाहिँ यस्तै माटोमा राख्दाखेरि मरिरहेछ। अब यसलाई चाहिँ के नभयो, हेर्नु पानी बढी भयो कि न के बढी भयो थाहा भएन। अब अरू चाहिँ पानीमा राखेको चाहिँ प्लान्टहरू, इन्डोर प्लान्टहरू चाहिँ कस्तो राम्रो भइरहेछ, कति राम्रो ग्रो गरिरहेछ। त्यही भएर तपाईँहरू पनि इन्डोर प्लान्टलाई प्रायः जस्तो पानीमा राख्दाखेरि यति राम्रो हुन्छ। थ्याङ्क यू।